यतिखेर समृद्ध नेपाल भाइ यो जापानको टोकियो स्टेसनमा छन् र टोकियो स्टेसन बाहिरपट्टि स्टेसनबाट बाहिर ननिक्लिँदै यो स्टेसनभित्रै चाहिँ यसरी खेलिराखेका छन्, रमाइलो मानिरहेछन्। अब यस्तो छ टोकियो स्टेसनको कुरो। माथिपट्टि हेर्नुहोस् त, यस्तो पनि छ, हेर्नुहोस् यस्तो छ। उ त्यो दिदीहरूलाई बोलाउ त। मेरो भान्जा, मेरो बहिनी, मेरो छोरी छोरा, हामी निक्लिरहेछौँ अब। टोकियो स्टेसन बाहिर ल। ओइ बाबु, त्यो हामी गाडी चढ्ने ठाउँबाट आयौँ कि जस्तो है। टोकियो स्टेसन उल्टो आइयो, घुमेर जाऊँ न त। टोकियो का बिल्डिङहरु समृद्ध संस्कृति नेपाल। टोकियो स्टेशन भिडियो बनिरहेछ। टोकियो स्टेसनको अगाडि बच्चाहरू रमाउँदैछन्। भान्जा आयान, छोरा समृद्ध, भान्जी आर्या।
बच्चाहरूको रमाइलो यही नै हो ल। दामी आउँछ क्या। उनलाई वहाँ खेल्नै हतार छ। शिविया र अनि यो ठाउँ एकदमै आनन्द आउने ठाउँ। ल है यो भिडियो लामै भयो। अब जति बनाए पनि मन भरिँदैन, तर पनि अब भिडियोको लिमिटेड स्पेस हुन्छ, त्यही भएर यसलाई बन्द गरौँ। समृद्ध अब पुरै व्यस्त छ खेल्नको लागि। भान्जा जाके नहोला, चाँडो छ, हावा चलिरहेको छ। र 5 मिनटको भिडियो भयो। अहिले भिडियोलाई यहीँ रोकौँ है। ल हेर्नुहोस् है, यो चाहिँ एप्पल स्टोर हो सर है। म एप्पल स्टोरमै छु। यो चाहिँ
एप्पल स्टोर चाहिँ भने यही हो। यहाँ हजुरको यो आइफोनका सबै भेराइटीहरू यसरी डिस्प्लेमा राखेको हुन्छ। यो चाहिँ लेटेस्ट मात्रै हुँदो रहेछ क्या यहाँ चाहिँ, लेटेस्टभन्दा अरू छैन। मान्छेहरू यति मोबाइल किन्ने, अब के भन्ने होला, म पैसा त के अब यो पैसाको त भ्यालु छैन सर। यो एप्पल स्टोर हो सर। अहिले यतिखेर यहाँको लगभग कति 5:30 कति बजिसक्यो, रातै परिसक्यो भने यहाँ त साढे रात पर्छ, तर यति भिड छ क्या यहाँ। एउटा सानो कुरा सोध्नको लागि तपाईँको 1 घन्टा 1.5 घन्टा लाइनमा बस्नुपर्छ। यो चाहिँ अहिले मैले हेरिरहेको चाहिँ यो 17 प्रो म्याक्स हो होइन। यो 17 प्रो छ यहाँ। यो आइफोन इयर भन्ने छ। यो भयो यो सिरिजहरू चाहिँ नै हो। यहाँ मैले कता 16 को पनि देखिरहेको थिएँ कि त्यो सायद स्टक भएर राखेको होला तिनीहरूले। त्यो चाहिँ यो चाहिँ 16 को सिरिज रहेछ क्या, 16E भन्ने रहेछ यो फोन चाहिँ। अनि यहाँ पनि 16 को सिरिज छ। यो यहाँ 16 कै सिरिजहरू रहेछ सबै प्राय। यो 16 यो टुको स्टेसनको एप्पल स्टोरमा आइफोन किनौँ भनेर लागेको, यस्तो लाइनमा बस्नुपर्ने स्थिति भयो हेर्नुहोस्। आइफोन किन्नलाई लाइनमै बसिरहेको छु। प्रो म्याक्स र प्रो लिनलाई चाहिँ लाइनमा बस्नुपर्ने रे, अरू नर्मल फोनको लागि चाहिँ यतै हुन्छ भन्ने कुरो भयो। बाहिरबाटै हुन्छ, यहाँबाट हुन्छ। प्रो म्याक्स र प्रोको लागि चाहिँ लाइनमा बस्नुपर्ने। 17 प्रो म्याक्सको लागि अवस्था हेर्नु। जापानको टोकियो स्टेसन अगाडिको एप्पल स्टोर।